लसो एन्ड नमस्ते एन्ड सबैजनालाई गुड मर्निङ अनि सबैजनालाई वेलकम छ मेरो छोटो मिनी ब्लगमा सबैजनालाई वेलकम छ। अनि बिहानको मौसममा अब यस्तै छ, आफ्नो महिनामा एकदम जाडो बढिरहेछ। आज भोलि पुरै लकटक कामिरहेछ त्यही। अनि आज चाहिँ हामी बिहानको 6 बजे ड्युटी हिँडेको गाइज। एकदम जाडो छ, लक कामिरहेको छ होइन। त्यही हो मिनी ब्लगमा कस्तो लाग्छ सबैजनालाई होइन। कामबाट सिउरे प्लेटफर्म कति जाडो हुन्छ हुट यस्तो लाउनुपर्छ, गाह्रो छ। बिहानको मौसम यस्तो पानी परेर रहेछ उतातिर सर्लक्क, मान्छेहरू हिँड्न छ अगाडि पछाडि यस्तो छ। को उतातिर छ बत्ती सिरे अब बत्ती छलो या गुन्ड कहाँबाट आयो काठे भन्दा अनि छ्यास परेर त्यही हो काम हिँड्नुपर्छ। के गर्नु, पैसा कमाउन गाह्रो छ, खेल्नलाई 1 मिनट लाग्दैन। त्यही भएर सबैजनाले धेरै पैसा खर्च नगर केटाकेटी हो। यसपालि आउने माघे सङ्क्रान्ति सङ्क्रान्तिमा सबैजना भेट्नुपर्छ, रोइला गर्नुपर्छ त्यो दिनमा। अनि माघे सङ्क्रान्तिमा चाहिँ उसले बिहे गर्ने मैले बिहे गर्दैन भने आपत्ति त आउनुपर्छ थियो। मैले भनेको थियो माघे सङ्क्रान्तिमा सबैजनाले आउनुहोस् होला, मेरो जिआर फ्यामिलीहरू। त्यस्तो भन्छ मेरो युट्युबको फ्यामिलीहरू, मेरो टिकटकको जिआर फ्यामिलीहरू त्यहाँ भेट्नुहुन्छ भने सबैजनाले भन्नु होला, कमेन्ट गर्नु होला कम्बाली सिउरे प्लेटफर्म भनेर। अनि त्यही हो गणेश मन्दिर है, फेरिको गणेश मन्दिर हिँडिरहेछ हामी। लखर नागानाजी हाजिर हो हामी त ए माथिबाट आएको कस्तो पानी परे जस्तो भइरहेछ। अनि गाइज मलाई के भन्दैछ भने 1-2जना मान्छेले सायरी भन्दै थियो, तर कुनै दिन आउँछ चिन्न नमान्नु होला होइन। 600 परेर डेन्जरै आउँछ भनेपछि फेरि डेन्जर आउँछ नि। साँच्चै तपाईँहरूले एउटा कुरा भन्नै बिर्सिन्छ गाइज, तपाईँहरूलाई थाहा छैन त्यो के अरे म त्यो मान्छेको नाम चाहिँ लिँदिनँ होइन। त्यो मान्छे र म छुट्टेको चाहिँ ठ्याक्कै 1 वर्ष 6-7 दिन भयो होइन छुटेको। अनि छुटेपछि अब ऊ आफ्नो बाटोमा छ, म आफ्नो बाटोमा छ। त्यो गाइस यस्तै हो, यस्तो बेला यो जिन्दगीमा के हुनुपर्ने हो। कहिले बिछोड, कहिले मिलन, कहिले के हो गाइस। तपाईँहरूले मिनी ब्लग भने यति नै हो होइन। सबैजनाले हेरिदिनु होला, सबैजनाले लाइक कमेन्ट गर्नु होला। अनि छोटो मिनी ब्लगहरू आइरहन्छ तपाईँहरूले। अब म चाहिँ त्यही मिनी ब्लगमा चाहिँ अब तपाईँहरूले अब कि गाउँ जाँदाखेरि खुल्ली तयारी भेटौँला। अनि माघे सङ्क्रान्तिमा पनि भेटौँला। सबैजनाले सब्सक्राइब गर्नु होला। म ट्रक लगाएर विश्ववर्धन ब्लग भनेर नाम लेखिदिन्छु। सबैजनाले लाइक सब्सक्राइब कमेन्ट गर्नु होला। लभ यु। बाई बाई गरिदियो। हस् त, नमस्ते, धन्यवाद।